के होला यदि तपाईँ निदाउनु भयो र कहिले जाग्नु भएन भने, निद्रामै तपाईँको डेथ भयो भने? यस्तै हुन्छ एक टिनेजरहरूको साथमा। एक सानो ठाउँमा टिनेजरहरूलाई डरलाग्दो सपना हुन थाल्छ। उनीहरूलाई लाग्छ कि यो एउटा नाइटमेयर मात्रै हो, लेकिन केही टाइमपछि उनको एकजना साथीको मृत्यु हुन्छ। त्यसपछि उनीहरूलाई थाहा हुन्छ कि यदि तिमीहरू सपनामा मर्यौ भने तिमी रियल लाइफमा पनि मर्छौ। यो कुराले उनीहरूको बिचमा एकदमै आतंक फैलिन थाल्छ। उनीहरूलाई एकदम डर लाग्न थाल्छ र उनीहरू निद्रादेखि डराउन थाल्छन्। उनीहरू कसरी जाग्ने भनेर उपायहरू खोज्न थाल्छन्। त्यही बेलामा उनीहरूलाई आफ्नो ठाउँमा पुरानो समयमा रहेको एउटा कनेक्सन, एउटा डरलाग्दो मान्छे फ्रेडी कुगरसँग रहेको कनेक्सनको बारेमा थाहा हुन्छ। तिमीहरू कसरी लड्नु त्यो चिजसँग जो तिम्रो सपनामा मात्रै छ? यो कुरा सोच्न सक्नुहुन्छ तपाईँ? तपाईँको दुश्मन तपाईँको सपनामा मात्रै छ भने तपाईँ त्यसलाई कसरी फाइट गर्न सक्नुहुन्छ? सबैभन्दा डरलाग्दो कुरा यो मुभीको के छ भने यो मुभी एउटा रियल लाइफ इन्सिडेन्टदेखि इन्सपायर भएको। 1970मा साउथ इस्ट एसियामा धेरै हेल्दी म्यानहरूको अचानक डेथ हुन थालेको थियो। उनीहरूले भन्ने गर्थे कि उनीहरूलाई एकदम डर लाग्दो नराम्रो सपनाहरू आउँछ र उनीहरूलाई सुत्न एकदमै डर लाग्छ। उनीहरूको मृत्युपछि डाक्टरले उनीहरूको मृत्युको कुनै पनि कारण पत्ता लगाउन सकेका थिएनन् र यही कहानीबाट इन्सपायर भएर यो मुभी बनेको हो। कि तपाईँ यो मुभी हेर्न चाहनुहुन्छ? तपाईँ